बाटो चाहिँ यस्तै छ है साथीहरू, कुनै ठाउँमा रफ छ, कुनै ठाउँमा अलिअलि मिलेको छ है। जस यो अन्डरग्राउन्ड पानी पास गरेको छ, यो खोला ठुलो छ नि त, त्यही भएर अप्ठ्यारो हुने भएर होला सिँचाइको पानी चाहिँ माथि लानु नमिल्ने भएर तलबाट लगेको छ। अनि यो पुल बन्न पनि धेरै वर्ष लागेको यो पुल है, यो चाहिँ लोन्द्रा पुल भन्छ। यो पुल कति वर्ष लाग्यो बन्नलाई क्या। मलाई थाहा छ यो लोन्द्रा पुलमा तल चाहिँ तल ट्र्याक्टरमा मोटरसाइकल राखेर क्रस गर्थ्यौँ हामीले क्या। यतातिर जानु पर्यो भने मृगाउँ यता रङ्गेलीतिर जानु पर्यो भने होइन, अनि ट्र्याक्टरमाथि चढायो अनि त्यसपछि क्रस गर्यो। 100 रुपियाँ गोटा लिन्थ्यो त्यति बेला। अरू बेला चाहिँ यहाँ पानी हुन्छ है, पुरै पानी फुल भरेको हुन्छ। तर अहिले चाहिँ यहाँ भाइहरू चाहिँ हकीहरू के खेल्दै रहेछ। पुरा अहिले पानी सुकेको छ नि त। अरू बेला चाहिँ माथिसम्म पानीले भरेको हुन्छ, तर अहिले चाहिँ भाइहरू यहाँ गेम खेल्दै रहेछ। ल भाइहरू ल राम्रोसँग खेल ल। ल यो गेमको नाम के हो भाइ? ए हकी खेलेको हो। अरू बेला पानी फुल हुन्छ नि होइन भाइ? अरू बेला पुरा फुल पानी हुन्छ क्या यहाँ, अनि त्यही भएर यहाँ खेल्न सकिँदैन। पौडी मात्रै खेल्न सकिन्छ होइन। तर अहिले चाहिँ यो हिउँद लागेको कारणले गर्दाखेरि अहिले चाहिँ पानी ठ्याप्पै सुकाएको छ क्या सिँचाइले, अनि त्यो भएको हुनाले यसरी भएको हो। भाइ म चाहिँ अहिले यो बुढी गङ्गा गाउँपालिका वार्ड नम्बर 7मा पुगिसकेको छु है। मेरो यात्रा चाहिँ निरन्तर जारी नै रहेको छ। हेलो साथीहरू, अहिले चाहिँ म यो हाम्रो इटहरी उपमहानगरपालिका वार्ड नम्बर 11 सुनसरी जिल्लामा छु। सुनसरी जिल्ला यो सिमाना पर्छ भने यतापट्टि चाहिँ हाम्रो बुढी खोला रहेको छ। अनि यो बुढी खोला कटेपछि चाहिँ मोरङ गढी गाउँपालिका आउँछ है। अनि यो बाटो यस्तै छ, कच्ची बाटो, एकदमै धुलै धुवा। यो मेरो बाइकमा तपाईँ देख्न सक्नुहुन्छ लोड भएको। यो चाहिँ मेरो साथीको सामान हो, म चाहिँ पुर्याउन गइरहेको छु है। मेरो साथीको लागि सामान पुर्याउँदै गरेको हो। नहरको पानी अहिले चाहिँ सुकाएको छ। खेतमा अहिले पानी चाहिँदैन, यो एकदम चिसो ठन्डी समय भएको हुनाले होइन। यो नहर चाहिँ उता सुनसरीको चतराबाट छुटेर आएको नहरको पानी हो। यो चाहिँ खेतीको लागि प्रयोग गरिन्छ भने अहिले यो हिउँदको समयमा चाहिँ यसरी मान्छेहरू हिँडेर नै तर्ने गर्छ। तर पछि चाहिँ यहाँ पानी फुल हुन्छ, यहाँ क्रस गरेर जान्छ, माथिबाट बुढी खोला पानी बग्छ भने। अनि अरू बेला चाहिँ यहाँ पुरै माथि पानी चाहिँ हुने गर्दछ। मान्छेहरूले यो बाटो धेरै नै हिँड्ने गर्छ। यो बाटो हिँड्नलाई एकदम सजिलो छ क्या। तल खनार चोकबाट आएको बाटो हो यो। सिधै हामी यहाँबाट नेता चोक हुँदै पूर्व जान सकिन्छ भाउन्नेसम्म भने उहाँ रङ्गेलीको बाटो हामी उहाँ भेट्छौँ। तर अहिले चाहिँ यहाँबाट म चाहिँ कसैनी भन्ने ठाउँमा जाँदैछु। त्यहाँ मेरो साथी छ, साथीलाई भेट्नलाई जाँदै गरेको हो। यो चाहिँ बुढी खोलाको पानी। यो बुढी खोलाको पानी चाहिँ कहिले पनि सुक्दैन, यसो हेर्न सकिन्छ। यो पुरा रूपमा यो चाहिँ हाम्रो सिमाना उतापट्टि मोरङ पर्छ भने यतापट्टि चाहिँ सुनसरी र मोरङको बिचमा यो पुल रहेको छ। यो सिँचाइको पानी यो साइडमा पानी जान्छ भने, अनि यहाँ चाहिँ मान्छेहरू यात्रा गर्ने हो होइन। उतापट्टि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ माथिबाट बुढी खोला बगेर आउँदैछ। यहाँ तल पुल मुनिबाट माथि निकास भएर आएको छ, यहाँ तल बगेको छ है त। आजको यात्रा मेरो कसैनीको सम्मको रहेको छ साथीहरू। हेरौँ कस्तो हुन्छ बाटोमा है। म चाहिँ अहिले कोइलपुर चोक पुग्न आँटेको छु। मोरङ जिल्ला प्रवेश गरिसकेको होइन। मोरङ जिल्ला गढी गाउँपालिका भने यतातिर चाहिँ पुरै नहर सुकेको छ। यतातिर बाटो यस्तो कच्ची छ, ठाउँ ठाउँमा अगाडि पिच पनि भएको छ। म तपाईँलाई त्यो पनि देखाउने छु साथीहरू। अहिले चाहिँ म यो हाम्रो कोइलपुर पुगिसकेको छु। यो कोइलपुरबाट सिधै उत्तर गयो भने हामी माथि गछिया पुग्न सक्छौँ, गछिया बजार। त्यहाँ चाहिँ हाम्रो अहिले एसियन हाइवे पनि बन्दैछ भने म चाहिँ अब मेरो यात्रा कन्टिन्यू हुन्छ। यो बाटो अलिकति कालो पिच छ, फेरि ग्राभेल छ है, धुवा छ, एकदम कठिन छ बाटो। कुनै ठाउँमा चाहिँ फेरि यस्तो फिलिली छ नि, हेर्नु न
यहाँ पिच भएको ठाउँमा यो नेता चोकदेखि अगाडि अलि ओर पुग्नुभन्दा अगाडि चाहिँ यहाँ यस्तो ठाउँ अलिकति पिच गरेको रहेछ। अनि यता आधी भाग बाँकी रहेछ, यता चाहिँ सकिएको छ। तल्लो बस्ती यस्तो छ है। त्यसरी ठाउँ ठाउँमा मात्र हामीले पिच भएको भेट्न सक्छौँ भने, तर प्रायः चाहिँ यस्तो बाटो ग्राभेलै छ क्या। पर केराउनसम्मै यो चतरादेखि सुरु भएको यो चाहिँ हाम्रो पूर्व कसैनीदेखि अगाडि केराउनसम्म हामीले यस्तै खालको बाटो देख्न सकिन्छ। यस्तै हो कच्ची बाटो होइन। यो पुरा गाउँले सिस्टम हो। यता चाहिँ सामान्यभन्दा सामान्य छ जीवनयापन है। मान्छेहरू साइकलमा यसरी हिँडिरहेको हुन्छ। फाइनली साथीहरू म चाहिँ नेता चोक पुगिसकेँ। यो नेता चोकबाट उता गयो भने चाहिँ हाम्रो बाहुने निस्किने बाटो छ भने यहाँ तलतिर चाहिँ विराटनगर जाने पुष्पलाल चोक जाने बाटो छ। म चाहिँ यताबाट आएको हो यो बाटो भएर। अब म त सिधै फेरि पूर्वै लाग्छु। पूर्वैतर्फ मेरो बाटो कन्टिन्यू हुन्छ भने म यो कहीँ पनि दायाँ बायाँको बाटो नसमाइकन सिधै पूर्वतिर लाग्छु है त। हेरौँ कस्तो हुन्छ ल साथीहरू। यो चोकमा चाहिँ ठुलो हटिया पनि लाग्ने गर्छ अरू बेला, तर कुन दिन हो थाहा छैन हटिया लाग्ने दिन चाहिँ। तर जो हटिया लाग्ने घिउ परिवार चाहिँ देख्न सकिन्छ यहाँनिर। पारिपट्टि पनि वडा कार्यालय त्यही हो। अस्ति मैले त्यहाँ सिफारिस दिनु आएको थिएँ। यता चाहिँ हटिया लाइन हो होइन। त्यो स्कुल छ। जस यहाँको दृश्यहरू राम्रै छ। अनि यो नेता चोक भनेको चाहिँ यो गढी बुढीगङ्गा गाउँपालिकाको चाहिँ पुरानो हटिया लाग्ने ठाउँ चोक हो क्या। सबैभन्दा पुरानो चोक भने। अब यहाँबाट चाहिँ म कसैनीतर्फ जाँदैछु साथीहरू। ठुलो स्कुल उता देख्न सक्नुहुन्छ भने यता सिधा म जाँदैछु है त। अलिकति बाटो पिच रहेछ है यहाँ चाहिँ। यतातिर आएर चाहिँ यो नहर सिँचाइको अवस्था पनि एकदमै अस्तव्यस्त रहेछ साथीहरू। यहाँ जङ्गलै जस्तो भइरहेछ। सानो मात्र बग्ने ठाउँ रहेछ। यता दक्षिणपट्टि चाहिँ पुरै कुनैमा तोरी छरेहरू छ, कुनै ठाउँमा गहुँ भर्खरै हुँदै रहेछ है। बाटो चाहिँ फराकिलो रहेछ है साथीहरू। यस्तो फराकिलो छ। तर ऊ चाहिँ साँघुरो रहेछ है। सिँचाइको पानी लानेलाई चाहिँ अप्ठ्यारो रहेछ। अलिअलि घरहरू पनि देखिँदैछ। ल फाइनली साथीहरू म चाहिँ यो मोरङ दक्षिणी भेगको चाहिँ लोन्द्रा पुलनेर पुगिसकेको छु। तपाईँ देख्न सक्नुहुन्छ यहाँ माथि लेखेको छ है चतरा मूल नहर हो यो चाहिँ। अनि सम्पूर्ण सङ्ख्याहरू पनि लेखेको छ, पुलको सङ्ख्याहरू। अनि यहाँ चाहिँ मेरो भारी यहाँ छ, मेरो गाडी भने। पुलको अवस्था यस्तो छ। यो चाहिँ लोन्द्रा खोला। अनि लोन्द्रा खोलामा चाहिँ छेउमा यहाँ चौतारा पनि बनाउँदै रहेछ है भर्खरै भने। यहाँ खोलाको अवस्था चाहिँ यस्तो छ। जस एक्स्ट्रा छ यहाँको यो तराईतिर मोरङ जिल्लामा बनेका धेरै पुलहरू मध्येको यो पनि एउटा लामो पुल हो है। यहाँ तल त्यता लेखेको छ। पानी चाहिँ एकदमै फोहोर नै छ। तर त्यहाँ बाबाले के गरेछ पनि ल साथीहरू। धेरै माथिदेखि आएको जस्तो छ यो चाहिँ। यहाँ भर्खरै कसैले चाहिँ धानहरू कुटेको देख्न सकिन्छ। कुन्यौ त्यो रुख चाहिँ बहुत पुरानो रुख जस्तो देखिन्छ है। जोस् यहाँनिर बाटो पिच भएर धेरै राम्रो भएको रहेछ। तलतिर तोरीहरू पनि फुलेको छ है। बस्तीहरू पनि अलिअलि रहेछ। समग्रमा राम्रै छ यताको अहिलेको अवस्था भन्नुपर्दा।